हेलो साथीहरू नमस्कार वेलकम ब्याक टु माई न्यू ब्लग साथीहरू आज चाहिँ हामी के भन्छ यता स्वयम्भूतिर घुम्दै स्वयम्भू गेट आधा ब्लग आइफोनदेखि आधा ब्लग एन्ड्रोइडदेखि ओहो रङ साइडबाट आइसक्यो स्वयम्भू मन्दिर चाहिँ यस्तो ठाउँमा छ अझै माथि छ साथीहरू गौतम बुद्धको आँखा देख्न सक्नुहुन्छ गौतम बुद्धको आँखा चाहिँ यही हो यो चाहिँ हाम्रो पुर्ख्यौलीको सामान लड्ने सामान र पुर्ख्यौलीको पुरानो सामानहरू देख्नुहुन्छ यहाँ चाहिँ पुरै पुरानो माला भयो बटुका भयो पुरानो तामा लडाइँको लागि चाहिँ पुरै पुरानो सामानहरू पाउँछ हरेक कुरा पुरानो पाउँछ यहाँ साथीहरू सक्नुहुन्छ यता चाहिँ मन्दिरहरू छ यता हाम्रो साथीहरू चाहिँ यस्तै राजा भन्नुपर्छ यो मन्दिर चाहिँ लाइनमै छ साथीहरू गौतम बुद्धको पुरै मन्दिरहरू यता स्वयम्भू मन्दिर चाहिँ यो साथीहरू देख्न सक्नुहुन्छ यो चाहिँ यति धेरै ठुलो छ नि स्वयम्भू मन्दिर यस्तो चिजहरू देखाइएको छ बनाइएको छ यस्तो छ यहाँको हाम्रो साथीहरू चाहिँ यता हुनुहुन्छ उता बजारतिरको सिन लगिराख्नु भएको छ यहाँदेखि चाहिँ बजार पनि फरस्टै देखिँदो रहेछ गाइस काठमाडौँ बजार देख्न सक्नुहुन्छ यो चाहिँ धरहरा धरहरा भन्दा त ठुलो बिल्डिङहरू रहेछ नानी स्वयम्भूनाथको इतिहास उहाँ चाहिँ हाम्रो दाजु हुनुहुन्छ रोक्नु न एकैछिन यस्तो एउटै ढुङ्गाबाट बनेको हो एउटै ढुङ्गालाई मान्छेले एउटै ढुङ्गाबाट यस्तो मन्दिरहरू बनिरहेछ देख्न सक्नुहुन्छ स्वयम्भूनाथमा यस्तो घुमाउनेवाला त यहाँ कति छ कति छ साथीहरू यो पुरै घुमाउन सक्नेहरूलाई चाहिँ यहाँको एउटा नियम छ पुरै तामाको बनिएको छ सक्नुहुन्छ यसरी हुन्छ यो
फाइनली साथीहरू हामी चाहिँ तल आएर अब घुम्न लागेको गर्थ्यौँ